नमस्ते साथीहरू। अहिले चाहिँ म यहाँ तौदामा छु। तौदामा जति आउँदाखेरि जति नै अब बाटोतिर यसो रमाइलो कुराकानी भएको बाटोघाटो यसो को अपडेटहरू दिएको छु। यसो पुरा भिडियो हेरेर चाहिँ साथ दिनु होला। राम्रो लाग्यो भने चाहिँ यसो एउटा सब्स्क्राइब पनि गरिदिनु होला ल। पुरै भिडियो हेरेर सबै यहाँ भएको यो तौदातिर घुमेको सबै भिडियोहरू चाहिँ मैले छोटो क्लिपहरू चाहिँ हालेको छु। लामा बाजेहरूबाट पूजा नाग पूजा भएको सबै हालेको छु। भिडियो हेरेर चाहिँ यसो कमेन्ट गर्नु होला हजुर। बल्कुदेखि तौडासम्मको भिडियो लिने हो। म त फर्स्ट टाइम हो है हजुर। तपाईँ फर्स्ट टाइम हो र? अनि नमोबुद्ध नि जानुभएको थियो त? ए तपाईँ दक्षिणकाली तौदामा चाहिँ फर्स्ट टाइम हो। दक्षिणकाली उता फर्किङ त दुईचोटि पुगिसक्यो। होइन उहाँ त जतिखेर जाँदा नै फर्स्ट टाइम भन्नुहुन्छ त के हो? ड्राइभरको बुढीहरू यस्तै हो। अहिले गएर तीनचोटि हुन्छ तर फर्स्ट टाइम। कहिले गयो त्यो ठाउँ गएको छैन म। तीनचोटि मात्रै थुप्रैचोटि भइसक्यो। यतातिर खाएर सबको मिजो पनि खाएर खायो होइन त। तौदा अझ म गएको छैन है। बुढोले कहाँ जाने रे फलाना नाक खुवाउनु तौदा भनौँ न। मलाई यादै हुँदैन। मलाई थाहा छैन नाक भएको ठौरे भनेर। मान्छे त उड्नु पनि हो। गोसाइकुण्डा पुगेको छैन हामीले, भैरवकुण्डा पुगेको छैन, पार्वती कुण्ड पुगेको छैन। गोले त जानु हुँदैन र त? हामी गोले होइन। गयो त पोहोर गोले रेगर तोर्नुले यहाँबाट जानुपर्छ होला हौ तिमीले भने। यहाँ होइन उता पनि बिलिन भयो जस्तो लाग्यो। मासला त्यहाँ बस्नु पाएर त मलाई आज बिलिन यत्रो काखमा राखिरहेको छु। मलाई राख्नु त काखमा। ल उठ्दा कसरी बस्नु पर्दो रहेछ बल्ल थाहा हुन्छ। तर जिउ छोडेर बस्ने होला मलाई। उडेरै बसिरहेको छु त। त्यही पनि यो कति कुरा गरेको? अरू मान्छे अरूको काखमा बस्नु र झक्का बस्नु कति फरक पर्छ। झगडा नगर्नु है, मैले त यहाँ भिडियो बनाउँदैछु नि। होइन ज्याकेट नलाएर गल्ती गरेछ क्या हो। झगडा नगर्नु, राम्रो राम्रो कुरा गर्नुहोस्। ठन्डा ठन्डा भयो त मलाई। त्यो ज्याकेटहरू त राख्नुलाई मात्रै किने होइन भने 2 घन्टा है रोडमा उभिएर। ठन्डा ठन्डा भयो त मलाई त। फर्किङ त चिसो ठाउँ भनेर थाहा थियो नि हो। अगाडिको 3-4वटा केटी पछाडिको त्यो भाइहरू कति रमाइलो भएको है त्यो दिनमा त। हाँसेको छ, ननस्टप हाँसेको छ। यहाँतिर मामा मान्छेको घर माथि छोड्थेन। यो हो नि त। जय नेपाल। अहिले ठक्क रोकेर अरे के छाती पनि टक्क फुलाएर। अब भन्नु त? जय नेपाल। के भयो त्यति भन्नु? झ्यालमा जय नेपाल। हामीलाई डर पाएन, हामी त बोल्थे त आए। उनीहरूलाई रेस्पेक्ट गरेको त हामी। जय नेपाल भनेको छोरा त आर्मीमा जा भन्ने मान्छे छोरा नगएर पो त। हो नि है, नराम्रो भने होइन। जय नेपाल भनेको कम त राम्रो शब्द हो। कस्तो छोरा होला बिचारा। कति है आमा कति मेहनत कति दुःख होला। यो गाडीले मेरो सिन खराब पारिदिने सम्भावना बढी छ है। ट्याङ्करले हजुर ओभरटेक गर्न सकिँदैन अब हामीले। हेर्नुहोस् हेर्दा मात्रै राम्रो, दुवा त घारी होला। छ्याउ छ्याउ छ्याउ। दक्षिणकाली मात्र गएको हामी फर्किङ त्यो घुमन भयो गयो। ल यहाँ यस्तो पनि हालेछ है। ल के हो यो? भैँसेपाटी 4 किलोमिटर टिको भएर भने कहाँ हो? दक्षिण सबै यहाँ लेखेर छ अहिले। एकवटा बाइक देखायो भाइ मरिजाम। तपाईँले त्यही मात्रै हेर्नुभयो, त्यही भएर। अरे यो सिन त मैले नि
पनि थियो नि गाडी लिनु न तपाईँको त के भिडियो दामी दामी तपाईँ त फेरि टिकटक सङ्गमा गाउँमा गएर मेलम्चीको सिन हालेछ त के गर्नु जानुभएछ ए हो मेलम्चीको थियो दर्ता दर्ता लामासँग 2000 दर्ता एकल पहिला नि एक करोड पनि दर्ता भइसकेको छैन रोक्का धेरै चपाइसक्यो रोक्का गरिदिएकै बिचमा फेरि के गर्दा साउनमा पर्छ नि चुर्केनले बिचरा मैं जोर को ना लो कोई जीवन भर बिदुर हो दी उन्हें खोला नहीं उन्हें तुमरा चुर्के दे कितना निया जोर को दी मैं कागज पेज भेज दी और लेनी होती टोक टोक की होला या चैट भेज दे के होला या होल माथि और लेनी तिंगला पुया कर दी छोरा हरले दिला को दी ए ठीक है पछाडिको गाडीहरूले मलाई भेट्ने होला हो म बिस्तारै हिँड्छु उहाँहरू केमा आउँदै हुनुहुन्छ ट्याक्सीमा होइन टैक्सी में हो कोई बाइक में लामा त अघि जानु भएर बसिसक्नु भयो होला स्याहाई हामी मात्रै चियाहरू पनि ल्याउनु भयो मेरो घरमा त दुधै छैन मेरो घरमा त 4 लिटर थियो यहाँ ल्याउरे अनि हाम्रो नि दुधको निशानै हुँदैन आजकल त बिहान बेलुकै चिया पाक्छ पैसा चाहिँ यो अगाडि बस्नेले धेर तिर्नुपर्छ है अहिले भन्दैछु यहाँबाट जानुपर्छ होइन हामी यस माथि टापुमा त होइन नि फेरि त्यहाँसम्म मात्रै हो यो त माथि कीर्तिपुर जान्छ पर्पिङ कति टाढा छ त यहाँबाट हजुर आधी बाटो त ठिकै होला अब कति टाइम होला जहिले नि गइरहनु भयो हजुर पर्पिङमा जाने नि जाने नि अब आज त एक दिन नै फुल्लै अब आज दिनभरि फुल्यो अनि सबैजना अनि त्यो यता उयो आनीको अस्ति तेमालमा 1000 रुपियाँमा घुम्यो भने आज दिनभरिमा 500 मा घुम्यो के को प्रब्लम अब यहाँ होपी लाइनमा आइपुग्यो हामी होपी लाइनमा तपाईँहरू पौडी सौडी खेल्न सक्नुहुन्छ सबै गेम मैले त्यसमा इन्स्टामा देखाएको थिएँ ए आउनु भएको छैन ल यो त भएन नि काठमाडौँ बसेर 2 हप्ता भयो एकपल्ट त आउनु परिहाल्यो नि काठमाडौँ आएर बाटो पनि एकदम निर्माण कार्य भव्यताका साथ भइरहेको छ यहाँ अनि गाउँ कहिले जाने कहिले आउने भनेपछि यता फेरि जाने रे पर्सि के गर्नु जानु पर्यो तल र माथि अब यस्तो बर्खा बेला चाहिँ हो भने नाम बाटो राम्रो को जाने रे गाउँ अस्ति भेट्यो त एक हप्तै बसेर आएको ल र बेटी बरा बेटी तपाईँको बेटी खाइ आयो सिनाको त कति स्किनहरु कति राम्रो भएछ अहिले त है के स्किन गरे के राम्रो भयो स्किन सन्दर्भमा यो मामा चाहिँ उहिले यहाँ चोबारको बसेको सुक्खा यो भित्र बन्दरगाह भन्छ होइन यहाँ चाहिँ यहाँ बसेको अरे सृजना उसेस के भएछ यही हो होइन? अनि यो के गर्छ हजुर? फेरि तिमीहरू चौबर भनेको चोबारको सुक्खा बन्दरगाह भन्दो रहेछ यसलाई हेरी कस्तो ए चाइनाबाट आउने सामान गाडीहरू जति पनि यहाँ आउँछ नि चाइनाबाट पहिला यहाँ आउँछ प्राय अरे जान्थ्यो के। उसले पुरै अनि यहाँबाट चाहिँ भन्सार भएर आइफोनले निस्किन्छ कि अहिले त पाउने जति पाए पो साङडोल म ओइ, आमा चाहिँ साङडोल म कुमारी बोल्दैन नि मान्छेसँग तपाईसँग चाहिँ बोल्छ त्यो मसँग नि बोल्दैन। कहाँ छोड्छ मलाई उसलाई मन पर्दैन किन बोल्दैन त तपाईले के गरेको 4-5 लाख कमाउनु खै, पर्दा कहाँ नबोल्दो रहेछ। बस्छ हाम्रो गाउँको केटीहरू हाम्रो घरमा बसे भनेर होला। तपाईको घरमा बसेको छ त्यत्रो सम्बोधन गरिदियो है उनीहरूको मामा चाहिँ हाम्रो घरमा बसेको राम्रो बोल्नुहोस् है नमस्कार नमस्ते होइन हामी हाम्रै कुरा गरे झ्याबा झ्याबा भात लालु सिक्यो झ्याबा झ्याबा भात लालु सिक्यो तपाईँको त्यो हाम्रो आवाज हाल्ने आउँछ मैले सबै हालिदिन्छ आज हाल्ने ए लु सरी है मैले अघि के बोलेको छ केही बोल्नु त्यसलाई काट्दिने मैले आज हालिदिन्छ है
जेसी ब्लगर बन्न खोज्नु भएको म त ब्लगर बन्न खोजेको है ब्लगर भन्दा नि मैले यहाँ नेपालको हाम्रो बाटोघाटो डाँडा काँडाको चाहिँ एक्सप्लोर गर्दैछु कि नमुना बाँकी दिदीहरू मार्फत हजुर आइडी हो म पनि अब यसो हेर्नु पर्यो तपाईँको आइडी त आइहाल्छ नि एक दिन तपाईँको युट्युबमा टेन्सन नगर्नु अहिलेसम्म हाम्रो कुरा आउनु भएको छैन क्या सब्सक्राइब त्यसरी भनी सब्सक्राइब गर्नु हुँदैन अरे मान्छेलाई बाटो दिनु नि है त उड्यो भन्थ्यो त अलिकति त मलाई आज हाम्रो एकपल्ट चाहिँ त्यहाँ भन्नु त नाग पोखरीमा चाहिँ आज राम्रो दिन रे के आजको नागलाई पूजा गर्ने राम्रो दिन आज जोबार होइन जोबार क्याल्सी गर्यो तौडा आउन लागिसक्यो स्टार्टिङ तौडा हो यो राम्रो हुन्छ है बाटो भिरालो भएपछि बाटोमा त चल्दै गाडी छिरिन्छ भनेर त्यहाँनिर चाहिँ जग्गै छैन घर मात्रै बनाएको रहेछ ल हेर्नु जापान कोरियामा जस्तो छैन यहाँ पनि हाम्रो राम्रो देख्दो रहेछ है फेरि छुट्टै ल हेर्नुहोस् माई गॉड तौदाको यहाँ चाहिँ टिकट काट्ने ठाउँ हो यो ट्याक तौदामा चाहिँ आज नागको पूजा गर्ने आज विशेष दिन भएको कारणले तौदामा आइपुगेको छौँ। बिहानै यहाँ देखिने दृश्यहरू एकदम सुन्दर देखिरहेको छ। यो चाहिँ तौदा ताल हो। आजको दिन चाहिँ यहाँ नाग पूजा गर्नको लागि चाहिँ विशेष दिन मानिँदो रहेछ। यो तौदाको ताल हो। यहाँ चाहिँ पोखरीभित्र चाहिँ धेरै माछाहरू छ। माछा यति धेरै माछा छ कि यहाँ
हाम्रो लामा बाजेद्वारा नागको पूजा गर्ने कार्यक्रम चाहिँ सकिएको छ। अब फर्केर फेरि गाडीतर्फ जाँदै हो सबैजना। अब यहाँबाट चाहिँ उहाँहरू आज मेरो दिनभरिको ट्रिप रिजर्भ हो। यहाँ सकिएपछि अब दक्षिणकाली फर्पिङमा भन्नुभएको छ। अब हाम्रो यो भिडियो चाहिँ यहीँ समाप्त गर्छु म अब। ल